सो हेलो फ्रम द हिल्स हैन यहाँ चाहिँ यत्रो बाटो हिँडेर आएको छ वेलकम ब्याक टु माई च्यानल हामी काफल टिप्दैछौँ भनेको चाहिँ हामी वर्तमानमा हिँडेको खासमा अनि सर हुन्छ म पछाडि छु अनि यो चाहिँ अगाडि है अनि यहाँ पछाडि चाहिँ यो काफलको बोट काफलले टिपिसकेको छ अनि हामी हिँड्दैछौँ एकदम लाइनमा क्रमबद्ध तरिकाले सो जुडिरहनु होला स्टे ट्युन हामी चाहिँ जङ्गल हिँडिरहेछौँ यो बिचको बाटो 25 मा हेर्दाखेरि यस्तो देखिरहेछ अनि यहाँ चाहिँ यस्तो अलि चैतको महिना भएर सुक्खा सुक्खा देखिरहेको होला पछाडि है पानी परेर यस्तो छ अवस्था नाली गुराँसहरू सबै झारिदियो अस्तिको हावा हुन्डरीले अनि लाग्न सक्नुहुन्छ अहिले चाहिँ यहाँ एउटा मैले देखेँ यहाँ चाहिँ यु क्यान सी हियर द लाली गुराँस द नेसनल फ्लावर अफ नेपाल यहाँ चाहिँ स्थिति यस्तो छ है यस्तो छ है सब झारिदिइसक्यो यहाँ लाली गुराँसको यो पनि लाली गुराँसकै रुख हो यहाँ चाहिँ है अरू चाहिँ हेर्न सक्नुहुन्छ मजाको है यहाँ चाहिँ बाँकी रहेछ झरेको रहेनछ हामी चाहिँ यस्तो छ है यहाँ चाहिँ टक्क लाएर यहाँ अलैँची पनि हेर्न सक्नुहुन्छ अहिले एकछिनमा जसको भाउ चाहिँ धेरै नै छ यो चाहिँ लखपति हुने बोट अलैँची भन्छ यसलाई जसले रोप्यो त्यसले कमायो पहाडमा यस्तो यस्तो तरिकाले रोपिन्छ अलैँची यहाँ लाखौँको बोट यहाँ चाहिँ मजाले देखिरहेछ कि छैन यहीँ छ नजिकै यहाँ उल्टोपट्टिबाट लाइट परेर होला देखेको छैन ल तपाईँहरूको लागि भयो भने यस्तो टिपिदियो ओके अस्तिको असिना पानीले यो झरेको होला हामी यहाँ पुगिसक्यौँ होइन यहाँ गोठ रहेछ अनि यो चाहिँ बकुल्ला रहेछ बकुल्ला हामी बोक्ला भन्छौँ यस्तो हुन्छ दाना बबाल फलेको रहेछ प्याज पनि रोपेको मजाको फलिरहेको छ तर असिना पानीले खतम भइरहेको छ टक्क लाएर पहाडको घर सुन्तला यो तुलसीको पात अरे तर यस्तो मैले देखाएको थिइनँ सो गुड है पोज दे त भाइ कहाँ हिँडेको भन् त हामी भोज हजुर खगेन्द्रमा हिँडेको खगेन्द्र सर ल हामी जाऊँ ल के नाम हो भन त किरित सिंह के त मेहता हवा बहुत बहता रे किरित सिंह मेहता तिरुत गाउँपालिका टक्क यहाँ सुन्तलाको अब फार्मिङ सुरु गरेको देखिन्छ बबाल है यहाँ चाहिँ सुन्तला फल्यो भने टक्क यहाँ पनि है जस ठाउँ चाहिँ दामी रहेछ क्या सुन्तलाको लागि यहाँ चाहिँ अब मकै छर्ने होला रमेश दाइकै बारी हुनुपर्छ ओके अब चाहिँ हामी एकछिन यहाँ बसेर जान्छौँ गाह्रो परिसक्यो साथीहरूलाई यहाँबाट चाहिँ हेर्दाखेरि सुरुङ खेल छेलिएको छ बबाल देखिरहेछ यहाँदेखि है यहाँ चाहिँ अब भर्खर चल्ला कुद्दै रहेछ भाले पनि रहेछ यो चाहिँ सुन्तला फुलिरहेछ पराल चाहिँ यो स्टाइलले राखिन्छ यता
मर्करी भ्यानेस अर्कै कुरा मलाई 30 सम्म लगाएको छु 30 मैले यहाँ ओहम्स ल 10 क्लासमा पनि पढ्छ यो ओहम 1 बाइ 1 लास्टमा डेरिभेसन त्यही हुन्छ कहिले काहीँ तपाईँ पढाएर हुन्छ नि के भन्छ ल्यान्ड आउँदैन बबाल देखिरहेछ यहाँदेखि कुहेभिर झन् अब असोज कार्तिकमा चाहिँ बब्बाल देखिन्छ यहाँदेखि यो हाम्रो रमेश दाईको घरदेखि चाहिँ बब्बालै देखिन्छ सो अहिले पनि राम्रै देखिरहेछ मागी मागी है मागी मागी माग्नुहोस् है म यहाँ भिडियो लिँदैछु हजुर दाइ नमस्कार गर्नु न त बिदा लिनु न यो हाम्रो गफाडी मित्र हो यो हाम्रो अर्को हो कटवाल बन्धु सो अब हामी चाहिँ फर्किँदैछौँ कहाँबाट भन्दा गएर प्रथमन्दाबाट फर्किएको अनि हाम्रो हिँडा यस्तो छ पानी पर्न आँटेको छ तर परेको छैन सो यहाँ चाहिँ सुरुङखेलमा पुगिसकेका छौँ अनि यो चाहिँ बोर्ड यस्तो रहेछ हावा मजाले चलिरहेछ यो खुट्टा जाने बाटो यो चाहिँ भोरले अनि यता चिसा पानी अनि यहाँ बाउ छोरा बसिरहेछन् एकछिनमा यता के छ व्रत बन्द खायो भोज खायो खाएन अब बोल्दैन अब पेट भर्यो कृषिङमा यता अब पाहाडमा आएर यस्तो पनि गर्यो खै बोल्दैन त मेरो भाइ आउँदैन आउँछ भने किन बोल्दैन त नि यो कुन ठाउँ हो भन त यो पढ्न आउँछ यो बोर्ड बिचमा के लेखेको छ बिचमा के लेखेको छ पढ त पढ्दै पढ सुसु अनि के त अनि आउँदैन ठाउँको नाम कति छ अरे यो ठाउँको नाम के हो के खाने भन भन हरायो भने कसले भन्छ कसको छोरा सुलेशको कि सुरेशको सुरेश भन र सुलेश भन ए कल्पनाको चाहिँ होइन जुन छ नि मान्छेहरु बच्चाहरु रलाई ल पर्छ क्या सुलेशको हो सुलेश कुमाल के हो रेलको लेल भन्छु तिरुत कहाँ बजे छै तिरुत और मान्नु पर्यो यो चाहिँ सुरुङखेले हो पछाडिपट्टि यहाँ बस्ने ठाउँ छ यहाँ चाहिँ हाम्रो भाइ खेलिरहेछ सुरुङखेले हो यति नै तपाईँहरूलाई नेक्स्ट भिडियोमा भेट्नेछु।